हेलो गाइज, वेलकम ब्याक टु मामिलन झन् युट्युब च्यानल। अनि आज चाहिँ धेरै दिनपछि भिडियो बनाएन, 7 दिनपछि भिडियो अपडेट नगरे पनि धेरै भयो। अनि त्यही भएर आज चाहिँ हामी के भन्छ उता पिनाजु घरतिर गएर अनि अस्ति नै धान रोपेको चाहिँ काटेको छ। अनि त्यो काटिसकेको चाहिँ हामी त्यहाँ अलिकति ट्र्याक्टरहरू अलिकति लगाउँछ क्या। अनि हामीहरू त्यहाँ ट्र्याक्टरहरू लगाउने होइन, अनि त्यहाँ गएर खेतसेत गर्नुपर्ने छ क्या, अलिअलि कामसाम गर्नु छ। अनि उता पिनाजुहरू काम गर्दै हुन्छ अहिले। म चाहिँ हिजो चितवनबाट आएको, अनि त्यही भएर अनि उता जान्छ क्या। अब अहिले उतातिर चिया पिएर उता जान्छु ल। गाइस, आजको मौसम चाहिँ बवाल छ हेर्नु चाहिँ, हाम्रो गाउँतिरको मौसम है यो चाहिँ बवाल छ। यहाँबाट यस्तो भ्यू त बवाल देखिन्छ। त्यही हो गाइस। अनि हामीहरूको धान चाहिँ अस्ति नै काटेको, अब काटिसकेपछि अनि धानसान भित्राएर ऊ त्यहाँ अनि यसमा उलाउने छ क्या, ट्र्याक्टरहरू छ, ट्र्याक्टरहरू लाउने। अनि ट्र्याक्टरहरू लगाएपछि अनि त्यहाँ गएर अनि जोत्नु छ क्या। मलाई त जोत्न आउँदैन, भिनाजुहरूले आफैले जोत्नुहुन्छ क्या। त्यही भएर म मन्दिर गएर हाम्रोसँग जोत्छु होइन। अनि यता हाम्रो मकैबारी छ, सबै हाम्रो मकैबारी हो है गाइस। यो सबै यो मुनतिर पाटा पनि हाम्रै हो। यता पनि त बवाल अहिले यसको त यो रातैभरि पानी परेर पुरै अहिले त हुस्सु लगाइरहेको छ बवाल। तर भ्युज चाहिँ बवाल देखिरहेको छ हेर्नु न, यस्तो देखिरहेको छ। उता त घरै देखेको छैन, उता त घरै देखेको छैन। के भन्छ, हुस्सु रातैभरि पानी पऱ्यो, बिहान हुस्सु लागेको छ क्या। ल अब हाम्रो यतातिर मकै चाहिँ अब के भन्छ, मकैको माथितिर यस्तो जुङ्गाहरू आइसक्यो गाइस। ल भाइहरू हामीहरू यहाँ घाँस काट्न आएको मकैखारीमा। ए यता मकै पनि फल्दैछ है। ओहो मकै त लौतो फलेछ। मकै खाने भए आउनु है, मकै खाने टाइम पनि भइसक्यो हाम्रो यतातिर। पन्छे घाँस जस्तो रहेछ क्या। यो त हल्लाउनु हुँदैन म हेरेर है यसलाई। भाइ चाहिँ उहाँ घाँस काट्दैछ हौ। कस्तो अँधेर थियो गाइस, भाइ चाहिँ यहाँ घाँस काट्दैछ क्या। यस्तो रुखमा चढ्नुपर्छ यार, यस्तो सानो हाँगामा। यस गाउँले हो भाइ, काम चाहिँ गर्छ है केटाहरूले, गाउँको मान्छेहरूले। म त गाउँतिर धेरै बस्दैन, त्यो भएर त गाह्रो हुन्छ कि चढ्न पनि। यत्रो सानो हाँगामा चढ्छ, पाँचै पनि यता मुनतिर है। यो घाँसको नाम चाहिँ इपिलिपी घाँस। के अरे भाइ? ए घाँसको नाम चाहिँ इपिलिपी है गाइस, घाँसको नाम चाहिँ इपिलिपी। तपाईँले सुन्नु भएको थिएन होला, गाउँतिर यस्तो घाँस पनि पाउँछ, इपिलिपी घाँस। अनि के अरे उडमेरो सबै पाउँछ बाख्राको लागि। पानी पऱ्यो भने चाहिँ अलिकति घाँस काट्न, घाँस धेरै पलाउँछ है। अब त बन्चोहरू पनि धेरै छ है, बन्चोहरू पनि धेरै छ। अहिलेको लागि चाहिँ के भन्छ ऊ घाँसको लागि कमी छैन क्या, बाख्रा भैँसीहरूको लागि। अनि फेरि घाँस त टन्नै छ, तर चराउनु लग्यो भनेको त मकै खान्छ। अघि मकै यस्तो फलिरहेको छ है झन्। फेरि मकै खायो भने त गाली गर्छ नि यतातिर। अब एक हप्ता मात्रै खाने बेला हुन्छ, यस्तो भइसकेछ मकै, जुङ्गाहरू पुरा आइसकेछ क्या। त्यही हो, अस्ति यो यही खेत बारीमा मल हालेँ है भाइ म। आजको साँच्चै भन्यो भने आजको मौसम चाहिँ कस्तो यस्तो बवाल छ उता हेर्नु न, बवाल दिइरहेको छ त अन्त है, बवाल दिइरहेको छ मौसम। अब गाउँतिरको तरकारीको चाहिँ अब कम्ती हुनु सक्दैन है। अब बोडी पनि फल्न लागेको छ, बोडीहरू टन्नै छ है। रातैभरि पानी परेर हेर्नु त आजको मौसम त रमाइलो भएको छ मौसम चाहिँ जे होस्। अब भाइहरूले घाँस त भारी सारी हालेछ, भारी सारी ल्याएर लाने अब घरतिर।
भारी हाल्दैछ गाईले तर यार यता सानसानो हाँगेकै पो डर लाग्ने है चढ्न पनि सानसानो हाँगा छ डर लाग्ने कि ओके हाम्रो गाउँ चाहिँ यस्तै छ उतातिर हेर्नु बवाल छ आमाले छ होस् अब खुर्सानी लाउनु पऱ्यो फुल लाउनु पऱ्यो बारीमा यो के गर्नु यो कोदालीले खन्नुपर्छ होइन र कोदो लाउनुपर्छ धेरै काम छ अब त गाउँतिर कामै है भाइले घाँस पाउँदै लिएर रहेछ ए गाह्रो भयो लाग्ने गाह्रो भयो यत्रो छ म चाहिँ यहाँ हाँस पाउँदै साह्रो हुन्छ नि यार गाउँतिर काम गर्नलाई तर पनि ठिकै छ गाउँतिर मान्छेहरूले त्यस्तो गाह्रो त हुँदैन अब जस्तै पहाड तलतिर बसेको मान्छेहरू गएर काम गर्न खोज्यो भने चाहिँ सक्दैन धेरै गाह्रो अब हामीहरू चाहिँ जाँदै हो कि जाँदै हाम्रो पुगिन्छ होला 10-15 मिनटमा मुनितिर खेततिर बिनाजु काम गरेर होला जना हामी त अहिले अघि नै टाइम धेरै लाग्यो जानको लागि घरतिर हामी यस्तो गर्दै गर्दै कस्तो टाइम लाग्यो क्या अब हामीहरू उहाँ ठिकै उहाँ के भन्छ उहाँ अच्छा नि उहाँ गएर के अरे खेतमा गएर बिनाजुसँग अब मैले काम गर्न सक्दिनँ भएर बाइक एक्सिडेन्ट भएर त्यो भिडियो चाहिँ देखाउनु पाएन त्यसमा भिडियो गरेको थिएन कि मैले एक्सिडेन्ट खतरा भयो नि बाइक गाइस बाइक एक्सिडेन्ट खतरा भएको छ कि मलाई यहाँ घाउ कस्तो खतरा भएको छ हेर्नु है म देखाउनु तपाईँलाई घाउ यहाँ खुट्टामा अलि बाना छ क्या अहिले रुक्ने म तपाईँलाई देखाउँछु बिहान एक्सिडेन्ट भएर खुट्टामा यस्तो घाउ भएको छैन हेर्नु त यस्तो भएको छ यार यस्तो भयो भने बाइक चलाउने यार यताको बाइक के भन्छ यताको बाटो पुरै अपलोडिङ छ क्या अपलोडिङ बाटो छ हाउडा बाटो चिप्लिने पानी झन् हिजो राति भएपछि पानी पर्दा गइहाल्यो नि बाटोमा लत्ते बाइक चिप्लेर यस्तो घाउ भएको छ यार अब के गर्नु अब राइडर मान्छे त्यो हो अब राइडर बन्न मन थियो यस्तो त घाउ त शान्ति हो नि त होइन अब यस्तो त घाउ त शान्ति हो जे भयो पनि घाउ भयो पनि अस्ति सिलिन्डरले यहाँ पोल्यो अहिले यत्रो घाउ भयो तर केही छैन जे भए पनि हल्का त जे सिक्दा पनि होइन अब जे गर्दा पनि सुरुवातमा त यस्तो त भइहाल्छ नि घाउ चोट त भइहाल्छ तर मलाई राइडर बन्न चाहिँ खतरा मन लागेको छ क्या त्यही हो गाइस अनि एकचोटि मलाई के भन्छ राइडर चाहिँ बन्न मन लागेको छ कि सपना हो भाइ सपना राइडर बन्ने सपना छ मेरो यस्तो भएन होइन नेपालबाट इन्डियाबाट ट्राभल गर्दै यस्तो म हिँड्दै कम्ता मजा आउँछ नि भाइ चाहिँ दादा त्यही हो अब कामसाम अब बिहान घाँस झाऱ्यो अब कामसाम छैन अब हिँड्यो खायो बस्यो अब मुनतिर अब खेत खन जाउँ भनेको खेत खन्न नसक्ने त्यो हालेको आफूले अब मजा नि हेर्ने बस्ने त नि त्यही हो नि भाइ मसँग चाहिँ जहिले पनि भाइ मसँग हुन्छ किनभने यो यसको अब पढाइ छैन अब तपाईँहरूले सोध्नुहुन्छ होला पढाइ छैन र भाइको सोध्नुहुन्छ होला पढाइ त छ क्या पढाइ भने यसले अब भर्खर एसीको जाँतिर बस्यो क्या यो त्यो भएर गाइस अब हामीहरू अघि बिनाजु घरमा गएको बिनाजु घरमै आइसक्यो उता खेततिर जानु भनेको बिनाजु घरतिर आइपुगेको रहेछ त्यही भएर तपाईँलाई देखाउन सक्नु पाएन अब भाइ आइजाउँ साइकल लिएर जाउँ उता मुन्तिर जाने ए मुन्तिर जाने हुन्छ है अब यो साइकल हाम्रो यहाँबाट साइकल छ अस्ति भाइले लिएर साइकल यो साइकल चलाएर उता मुन्तिर जानु पऱ्यो ल यो साइकल चाहिँ यहाँबाट म उता मुनि निकाल्छु ल देखाउनु मलाई साइकल चाहिँ यही हो आउँदैन नि परेन फोरै फोर भयो लुगै लुगा है भयो
त्यहाँ उयो घाँस काटेको बार लागेको गुलो रहेछ यार टोकेन नि साइकल जाइए है गाइस साइकल उल्ले हान्दिउँ हान्नु त ल हान्नु त कति गेरमा छ एक गियरमा हाल गेट चल्दैछ सिटी हो यो सिटी के लागेछ त अलिकति बाङ्ने होला है गाइस म उहिले हाल्न आएर अब दाइले अब उल्टी हान्न लाएर हेर्नुहोस् उल्टी हैन उहिले उहिले ए हजुर पहिला सिकिसकेको मैले के हो है साउथ इन्डिया त यार आए साउथ इन्डिया पुगेर चम अब दाइले अब मैले बोलाउँछु नि भाइ ल्याउन लाए बाटो त यस्तो छ चढ्दै नछ नि गेरवाला भनेर कति गाह्रो साइकल हजुर गाह्रो रहेछ यार छ त नि साइकल यही गाइस हाल्नु पर्ने है ल त उता गएर बस ब्लक गर्दै गर म उडाउँछु कि साइकल आउँछु कसरी गर्ने सिधा गएर मत दिएको नि यता तर गन आउँदैन पहिला हाम्रो के अरे गाउँको बाटो चाहिँ यस्तो छ नल्याएको चलाउनुहुन्छ दाइले बाइक कस्तो हाउडा भाजी बाटो हेर्न यहाँ बाटो त हाउडा छ नि यस्तो हाउडा बाटो त्यही पनि दाइले चला लिएर हिँड्नुहुन्छ बाइक बिहान लडाएर चिप्लेर लडेर के भयो बाटो देखाएन बाटो कस्तो हाउडा यस्तो छ बाटो यस्तोमा बाइक आउनु पर्छ गाह्रो छ नि खत्तम छ भने बाटो त खत्तम छ त्यो अनुहार पनि देखा फेरि ओह्रालो नि लोत ओह्रालो छ नि है त्यो लोत ओह्रालो छ बाटो त हाउडा छ बरु उता चाहिँ सजिलो हुने के चलाउन यस्तो बाटो हाउडा यस्तो बाटो धन्न आउँछन् गाडी बाइकहरू अटो ल्याउने मान्छेहरूले त लोत चलाउँछ है यस्तो बाटोमा नि बाटो देखा न बाटो यस्तै हेर्नु न गाई यता आउनु त बाटो हेर्नु बाटो हेर्नु यस्तो पानी त हेर्नु पानी यस्तो खोजे जति बनाए बिग्रिहाल्छ अरे यतातिर पनि हरियाली मगेको यस्तो खतरा छ गाउँको भ्युज त एउटा छ नि फेरि अहिले त हरियाली मकैले लोत ढाकेछ नि अहिले ओह्रालो नि ओह्रालो लोत ओह्रालो छ बाटो खत्तम छ खै म चलाउँ क्या ल्याउनु त बाटो त हाउडा छ अब दाइको अब भाइले चलाउन लगाइरहेको छ बाटो हाम्रो गाउँको बाटो यस्तो हाउडा छ है भाइ ए सक्दैन क्या यसले आउन सक्ला छैन क्या बाटो यस्तो चाहिँ यो बाटो बाइक आउनुपर्छ ए हेर त ल लड्यो च्याउ लिएर आयो त टन्नै बाइक च्याउ हो मान्छेहरू च्याउ टिपेर आइसक्यो त घाँस काट्दै च्याउ स्याउ टिपेर कालिना केटाहरू के हेर्न अब ए साइकल घुँडा पनि के हेर्ने यार ए हेर्नुहोस् गाइस ल हाम्रो कि गाउँघरको बाटो यस्तो छ है अब यस्तो बाटोमा नि एक्सिडेन्ट नभए के हुने त ल भन्नु त यस्तो बाटो छ यस्तो बाटोमा ल्याउनुपर्छ बाइक एक्सिडेन्ट त हुने भयो है एक्सिडेन्ट भइहाल्छ नि यस्तो बाटोमा त एक्सिडेन्ट हेर्नु त पुरै हातेभरि पानी पर्छ के गर्ने हातेभरि पानी परेपछि अनि बाइक चलाउनु नसक्ने यार यस्तो हेर्नु त भल कस्तो खान्छ यता हेर्नु भल सल खतरा आएको थिएँ अब यहाँ गयो भने त मुनि पुगिहाल्छ नि मुनितिर त्यही हो गाइस अब
यस्तै हो अब गाउँघरतिर अनि चलाउन सकेन भने त एक्सिडेन्ट भएर गुल्यो भने यस्तो खाल्टामा गुल्दिन्छ यहाँबाट गयो भने त उहाँ पुगेछौँ यस्तो हाउडा खाल्टा छ कहाँ रोड्न लाने जाऊँ न त्यही हो गाइस ल हाम्रो गाउँमा अटो त यस्तो आउँछ ल ल ल ल जे होस् यस्तो बाटो अटो त दिने नै कुरो हो नि कि है आम्बो यस्तो खाल्चाङ खुल्चुङ बाटो हाउडा छ त अटो चाहिँ फिर उडाउँछ फेरि यताको मान्छेहरूले ए भाइले साइकल सिकिसकेको छ चलाउँछ यसले म त अब बाइक चलाउने मान्छे साइकल चलाएर केही फर्छ नआउने कि त्यही हो गाइस अब अघि भिनाजुसँग उता खेतमा जाउँ कि भनेको घाउ भएर खेतमा के भने भएर कामसाम छैन अनि त्यही पनि भिनाजु पनि घरमै आइसक्नु भइसकेको रहेछ कि मैले तपाईँहरूलाई देखाउन पाइनँ त्यहाँ अब खानासाना खाएर म मासतिर आइहालेँ त्यही हो ल गाइस उता हेर्नु त अटो गएन अटो जानै माने गाह्रो मान्यो ल केटाहरूले त्यो उगाइरहेछ अटो जान मानिरहेछ अब हाम्रो यतातिर चाहिँ बाटो यस्तो चाहिँ कौले बनाएको छ बुन्नेहरू पालिन जान्दैछ पालिन जाने होइन के हो होइन यतातिर पालिने ठाउँ पनि धेरै टाढा छ ए हाम्रो पहिलाको यो गाई यो भाइ चिन्नुहुन्छ नि भाइ कता भाइ एकचोटि कपाल चाहिँ हल्लाइदिएन यस्तो गर्दैन गर्न ए कपाल हाम्रो यस्तो कपाल चाहिँ त्यहाँ उसको कस्तो भइसक्यो कस्तो फिल्ला लागिन्छ नि पालिन जाने बुनु यताको टाढा छ नि पालिने ठाउँ उता छ पालिन जानुपर्छ कि त्यही हो लाउने घरतिर अब गाउँघरतिर त पानी पनि हाम्रो पानी पलाउँछ कि रुखबाट एउटा पानी छ त्यहाँबाट पलाउँछ कुदायो त केटाले केटीले कुदायो ल गाइस त्यही हो अनि आजको भिडियो यति नै ल अनि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने अनि लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु आजको लागि यति नै अनि तपाईँहरूसँग म मिल्छु नेक्स्ट भिडियोमा बाई बाई